यहाँको मङ्गल सिंहलाई हजुरहरूले को चिन्नुहुन्छ? म चाहिँ उसको बहिनी आशिका मङ्गल सिंह। What's up everyone? वेलकम छ मेरो मिनी भ्लगमा हजुर सबैजनालाई। र आज चाहिँ म र मेरो बहिनी जाँदै थियौँ बहिनीको बर्थडेमा। मेरो चाहिँ मामाको छोरी, अनि उसको लागि चाहिँ यहाँ गिफ्ट केकहरू लिनु पर्ने थियो। अनि त्यहाँबाट लिइसकेपछि म गएको थिएँ, अनि उनीहरूलाई चाहिँ जुस पनि लगेर गएको थिएँ कि। अनि जुस जसले खाने हो त्यसले मलाई माया गर्नुपर्छ भनेको त्यो किस गर्न आएको बाबु चाहिँ। अनि ठ्याक्कै चाहिँ माइजूले मोही पार्दै हुनुहुनेछ। ट्याक्क हामीले चाहिँ मोही सोही खायौँ एकछिन। गर्नु यस्तो छ नि, अनि आने बित्तिकै चिसो मोही खाँदा त मजा आयो कि गाइस। फाइट गरेर कसले जित्ने रहेछ र? ल कसले जित्छ त्यसलाई जुस दिन्छु, छिटो फाइट। मेरो बर्थडे आज मेरो बर्थडे हो, मलाई गिफ्ट दियो। मलाई गिफ्ट दियो मेरो बर्थडे। ह्याप्पी बर्थडे बर्थडे हो। म केक दिन्छु भन्न। के छ? अनि दिउँसोको टाइम भएर कस्तो निन्द्रा लाग्यो थियो गाइस। अनि म त सुत्दै एकछिन, त्यसपछि उठेर हामी चाहिँ रेडी पार्दै थियौँ सबै डेकोरेसनहरू। यहाँ चाहिँ माइजूहरूले खाना पकाइसक्नु रहेछ। अनि गाइस फ्रस्ट्रेसन लेभल सो हाई। हेर्नु न, मैले यति राम्रोसँग टङ्गाएको सब खस्यो कि लास्टमा फेरि रिस्टार्ट गर्नु पऱ्यो। बल्ल बल्ल टाल्यौँ हामीले। अनि यहाँ चाहिँ सब रेडी भइसकेपछि नानीको ह्याप्पी बर्थडे सुरु भयो। अनि हेर लजाकेहरू खुसी भएर पुरा गन्ती छैन। अनि बहिनीलाई पनि खुट्टा मनपर्ने, अरू दिदीलाई पनि मनपर्ने कि। अनि एउटा भागमा परिरहेको थियो हामीलाई चाहिँ। अनि हामी चाहिँ लास्टमा सबलाई खाना दिइसक्यो। लास्टमा पालो आएको थियो हाम्रो खाने। अनि माइजी त्यहाँ आउनुहुन्छ। अनि बजेले चाहिँ आफ्नो खाएको भाँडा धुँदै हुनुहुन्थ्यो। अनि मैले चाहिँ भिडियो बनाइरहेको थिएँ। अनि यहाँ चाहिँ मेरो पालो आयो खुट्टा टोक्ने। मलाई चाहिँ यस्तो मनपर्छ नि। अनि हाम्रो चाहिँ लास्टमा गिफ्ट खोल्ने पालो आएको थियो, नानीले खोल्दै थिइन्। अनि यो चाहिँ मैले ल्याइदिएको थिएँ मेरो तर्फबाट गिफ्ट। सुरुमै मेरो खोलेको थियो कि नानीले। अनि यहाँ चाहिँ नानीको दिदी ठुलमम्मीको के छोरीहरूले प्लान गरेर रहेछन् कि यस्तो गिफ्टहरू बाबै यति धेरै ऱ्याप गरेर पठाएका। अनि पुरा भिडियो बनाएर पठाउनु भनिरहेको थिएँ। अनि हेर्नु चक्लेट यति धेरै राखेर पठाएर रहेछन् कि त्यसमा। अनि यहाँ खुसी बजी फेरि चक्लेट पायो भनेर। अनि यहाँ चाहिँ सबैले के गिफ्ट दिनुभएको थियो, कपडा सपडा हेऱ्यौँ हामीले। अनि यता हेर्नु गाइस, फुपूसाईको प्यारो भदैनीलाई छोड्ने मानिछिनी यस्तै गर्छ जहिले पनि।